तिम्रा बाउहरूले तपाईको सहकारी ठगे के गर्छौ तिमीहरू? तिम्रा बाउहरूले सिंहदरबार जलाए के गर्छौ तिमीहरू? छ हिम्मत तिम्रा बाउहरूको दिन? ल आऊ भन, संसदमा उभिएर देऊ भन जवाफ। म सुन्न तयार छु। ल सक्छौ? झुटो समाचार फैलाएको छ, दुनियाँ गरेको छ। स्पष्टका साथ म भन्छु, जापानमा हामी सुरक्षित छौं र यो केटालाई हामी केस हाल्छौं, मुद्दा हाल्छौं यसलाई र पक्राउ गर्छौं। र यदि खराने ग्याङका अध्यक्षहरूले यसलाई पक्राउ गरेनन् भने यिनीहरूका विरुद्धमा पनि हामी जान्छौं। स्पष्टका साथ भनेको छु, क्लियर। र देशको प्रधानमन्त्रीले सुन्न मन छ भने सुने हुन्छ। यसरी जनतालाई आतंक फैलाउने, झुटो समाचार फैलाउने हामीले कानून पास गरेका छौं, नीति पास गरेका छौं। तिमीहरू मात्र यो देशको नागरिक होइन, अरू पनि देशको नागरिक छन्। अरू पनि देशमा जति नै तपाईको उनीहरूको अधिकार छ। तिमीहरूलाई जनताले जिताएको भनेको आतंक मचाउ भनेर होइन, काम गर भनेर हो। कालीकोटमा भिडमा अड्किएकी मान्छेलाई उद्धार गर भनेर हो। काठमाडौँमा उभिएको मान्छेलाई आगो लागि